ज्येष्ठ नागरिक सङ्घलाई एकदमै धन्यवाद व्यक्त गर्दछु। यस महासङ्घले गर्दा नै आज हामी विद्यार्थी यो ठाउँसम्म आएर आफ्नो भनाइहरू आफ्ना लागेका विचारहरू व्यक्त गर्न पाएका छौँ। यदि हामी विद्यालयको पढाइ त एकदम विद्यालयमै सीमित रहन्छ। यसरी बाहिरी रूपमा नै आएर हामीले आफ्ना भनाइहरू व्यक्त गर्न राख्यौँ, आफ्ना मनमा लागेको कुराहरू व्यक्त गर्न पायौँ भने यो हाम्रो भनाइहरू जनप्रतिनिधि सरकारवालाहरूसँग उहाँ समक्ष पनि पुग्छ भन्ने हामी आशा गर्छौँ। बुवालाई मम्मीहरूले छेउछाउ जानुहुन्न, रोगी हुनुहुन्छ, त्यहाँ छेउछाउ दिन त्यहाँ नजिक नजा भन्नुहुन्छ। यहाँ हामी जति विद्यार्थी आएका छौँ तिनीहरूले चाहिँ गएर फैलाउन सकियोस्। यहाँ हामी 15 जना मात्र आएका होइनौँ कि यहाँको 1500 जना मान्छेलाई हामीले यो यहाँबाट लिएको ज्ञानहरूलाई चाहिँ त्यहाँनिर सबैलाई चाहिँ बताउन सकियोस्। हामीलाई दिनुभएको थियो स्थानीय सरकार र ज्येष्ठ नागरिकहरू बीच भएका समस्या र समाधानका उपायहरू। राज्यले उपलब्ध गरेका कृषि, शिक्षा, लघुवित्त जस्ता कार्यक्रमहरूमा पनि आफ्ना नातेदारहरूलाई पार्टीभित्र मानिसले मात्र सहुलियत भएको पाइन्छ। स्थानीय सरकारले केही गरे पनि कुनै भरपर्दो र देखावटी कार्य मात्र गर्ने पाइन्छ। यो त भयो समस्याहरू। यसका समाधानहरू के छन् त क्रमशः बताउँदै गए। यदि स्थानीय सरकारले राजनीतिक कार्यकर्तालाई मात्र महत्त्व दिएको पाइन्छ, ज्येष्ठहरूलाई जनचेतनामूलक कार्यक्रम सम्बन्धमा प्राथमिकता नदिएको पनि पाइन्छ। स्थानीय र प्रादेशिक सरकारले ज्येष्ठ नागरिकहरूलाई बनाएको ऐन 2063 संशोधित 2065 साथै संशोधित 2069 राजपत्र अनुसार पूर्ण रूपले लागू गर्ने हो भने भएका सबै समस्याहरू समाधान गर्न सकिन्छ। जनप्रतिनिधि सरकारवाला र ज्येष्ठ नागरिकहरू बीच अन्तर्क्रिया साथै जनचेतनामूलक कार्य गरे मात्र यस समस्याको समाधान गर्न सकिन्छ। ज्येष्ठ नागरिकहरूको हितमा बनाएको कानुनहरू किताबको पानामा मात्र होइन सीमित भएकाले यो कार्यान्वयनका स्थानीय सरकारले प्रमुख भूमिका खेल्नुपर्छ।